कोरोना र अर्थतन्त्र विशेषमा रहेर कुराकानी गरिरहेका छौँ। जति पनि विदेशमा रहनुभएका दाजुभाइहरूको अवस्था के कस्तो छ भन्ने विषयमा आज हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ सन्तोष आचार्य, अस्ट्रेलियाबाट हुनुहुन्छ। उहाँ बसेको ठाउँमा के कस्तो कोरोनाले कतिको प्रभाव पारेको छ भन्ने विषयमा हामी उहाँसँग कुराकानी गर्न लागिरहेका छौँ। सन्तोषजी, कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद छ यहाँलाई। जुन अहिले विश्व नै एउटा लकडाउनको अवस्थामा रहेको छ, अहिले तपाईको दिनचर्या कसरी बितिरहेछ? मेरो दिनचर्या चाहिँ अब सामान्य रूपले अहिले चलिराखेको छ। यहाँ चाहिँ त्यस्तो कम्प्लिटली लकडाउनको अवस्था चाहिँ छैन। पब्लिक ट्रान्सपोर्टेसन्सहरू चाहिँ चलि पनि राखेको छ। म चाहिँ युनिभर्सिटी नजिक पनि बस्छु, त्यो भएर युनिभर्सिटीको कम्प्युटरको ल्याबहरू चाहिँ खोलिराखेको भएर म आफ्नो असाइनमेन्टहरू मेरो क्लासेसहरू अनलाइनबाट हुन्छ। त्यो क्लासेसहरू पनि एटेन्ड गर्नको लागि चाहिँ अहिलेसम्म खासै समस्याहरू चाहिँ परिराखेका छैन। तर अब कोरोनाको कारणले गर्दाखेरि केही बिजनेस एक्टिभिटिजहरू यहाँ चाहिँ बन्द भएको कारणले गर्दाखेरि रोजगारीका अवसरहरू भन्ने चाहिँ गुमेको छ। जस्तै तपाईको कन्ट्याक्टमा हुनुभएका जति पनि नेपाली दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूको अवस्था कस्तो छ अहिले? मेरो कन्ट्याक्टमा हुनुभएको नेपालीहरू चाहिँ प्रायः जसो स्टुडेन्टहरू भएको भएर चाहिँ उहाँहरूको अवस्थाको बारेमा मात्रै मैले भन्न सक्ने भएँ। स्टुडेन्टहरू चाहिँ प्रायः यहाँ चाहिँ पढ्ने र सँगसँगै काम पनि गर्ने भन्ने उद्देश्यले नै आएका हुन्छन्। त्यसमा चाहिँ पढ्नको लागि चाहिँ कलेजहरू बन्द छैन, अनलाइनमा सबै चाहिँ कोर्सहरू लगेको छ। फेस टु फेस हामीले पढ्न पाउँदैनौँ, अर्थात् क्लासमा बसेर टिचरले अगाडि पढाउँदैन, सबै अनलाइनमा नै पढाइ हुन्छ। र दोस्रो चाहिँ कामको सन्दर्भमा चाहिँ नेपाली विद्यार्थीहरू जति पनि यहाँ छन् उनीहरूले गर्ने भनेको कामहरू चाहिँ सामान्य स्तरको कामहरू हो। जस्तो चाहिँ स्टुडेन्टहरूले गर्ने कामहरूमा चाहिँ रेस्टुरेन्टहरूमा गर्ने कामहरू पर्दछ, क्लिनिङको कामहरू पर्दछ, सेक्युरिटीसँग रिलेटेड कामहरू पर्दछ। त्यस्तो कामहरूमा चाहिँ स्टुडेन्टहरू अहिले कम्प्लिटली 100% नै भिक्टिम चाहिँ भएको छैन। तर पनि उनीहरूले काम गर्ने आवर भने चाहिँ घटेको छ र कतिपय अवस्थामा चाहिँ स्टुडेन्टहरू, मैले चिने जानेका साथीभाइहरू चाहिँ अहिले बेरोजगार भएको अवस्था पनि छ। जस्तै जुन रूपमा विद्यार्थीहरूको अवस्था हजुरले बताउनु भयो, जस्तै उहाँहरू विद्यार्थी भनेपछि पढ्ने काम पनि हुन्छ, काम गर्ने पनि हुन्छ। त्यसमा उहाँहरूलाई कामको लागि चाहिँ कोरोनाले जति पनि अहिले लकडाउन त भएको छैन, त्यसले कामकोमा चाहिँ कतिको अहिले असर पारिरहेछ? कामको विषयमा चाहिँ कामको विषयमा चाहिँ धेरै ठुलो असर परेको छ। धेरै ठुलो असर भने कस्तो भन्नु होला भने, जब यहाँ कोरोना भइसके पछाडि चाहिँ यहाँ वेस्टर्न अस्ट्रेलियन गभर्मेन्ट, जहाँ म पर्थमा बस्छु, यहाँको गभर्मेन्टले चाहिँ 10 जनासम्मको लागि हिँडडुल गर्न दिने अवस्थाबाट चाहिँ 2 जनामा साँगुरिएपछि रेस्टुरेन्टहरूमा चाहिँ बसेर खानको लागि चाहिँ रेस्ट्रिक्ट गरिदियो, मनाही गरिदियो। त्यस पछाडि त्यहाँ जसले रेस्टुरेन्टमा वेटरको रूपमा वा अन्य रेस्पोन्सिबिलिटीमा काम थिए उनीहरूले चाहिँ रोजगारीको अवसरबाट चाहिँ बाहिर निस्किनु पर्यो। तर पनि खाना लगेर रेस्टुरेन्टले खाना बनाइदिने, रेस्टुरेन्टमा गएर अर्डर लिएर आफूले खाना लैजान सक्ने त्यो अप्सन चाहिँ खुला गरिदिएको भएर केही मात्रामा झिनो काम गर्ने सम्भावनाहरू चाहिँ रेस्टुरेन्टमा पनि किचनमा काम गर्नेहरू, सेफको रूपमा काम गर्नेहरू, डेलिभरीको रूपमा काम गर्नेहरू, त्यस्तोको लागि चाहिँ काम चाहिँ अहिले पनि चलिराखेको छ। तर यो चाहिँ जीवन निर्वाह गर्नको लागि मात्र, बिहान बेलुका खानको लागि मात्रै, भाडा तिर्नको लागि मात्र बल्ल बल्ल पुग्ने अवस्थामा चाहिँ छन्। तर सडकमै आउनु परेको अवस्थामा चाहिँ मसँग र मेरो सम्पर्कमा रहेका साथीभाइहरूमा चाहिँ त्यो अवस्था आइसकेको छैन। जस्तै हजुर त्यहाँ बसिरहँदाखेरि तपाईँले जति पनि देख्नु भएको छ, जस्तै विद्यार्थीहरूलाई अलिकति केही समस्या परेको छ, तपाईँ त्यहाँ बसिरहँदाखेरि चाहिँ तपाईँले कस्तो सुरक्षा अपनाइराख्नु भएको छ अहिले चाहिँ? सुरक्षाको सन्दर्भमा भनेको स्वास्थ्यको विषयको सुरक्षा र रोजगारीको विषयको सुरक्षा सायद तपाईँले कोट्याउन खोज्नु भयो होला। स्वास्थ्यको सन्दर्भमा चाहिँ हामीलाई यहाँ के सर्कुलेसन छ भने युनिभर्सिटीबाट र गभर्मेन्ट दुइटैबाट यदि हामीलाई केही अप्ठ्यारो पर्यो, श्वास प्रश्वास सम्बन्धित केही समस्याहरू पर्यो भनेदेखि हामीलाई हस्पिटलमा होइन, हस्पिटलमा नै हामीले फोन गर्न पर्ने हुन्छ र त्यहाँबाट डक्टरहरू आएर हामीलाई चेक गरेर अनि हाम्रो अवस्थाको र आवश्यकताको आधारमा चाहिँ उनीहरूले कता लैजाने भन्ने कुरा उनीहरूले नै डिसाइड गर्छन्। त्यो भएर जति पनि विद्यार्थीहरू यहाँ छन् उनीहरू सबै इन्सुरेन्स गरेर आएको विद्यार्थी भएर स्वास्थ्यको कारणले त्यस्तो अप्ठ्यारोमा पर्नुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन। र दोस्रो कुरा चाहिँ यदि स्वास्थ्य सम्बन्धी कुनै पनि सुरक्षाहरू अपनाउनु पर्यो भनेदेखि उनीहरूलाई खर्च नलाग्ने, यहाँ इन्सुरेन्सले कभर गर्ने कारणले गर्दाखेरि स्वास्थ्यको सुरक्षाको सन्दर्भमा चाहिँ अप्ठ्यारो अहिलेसम्म देखिएको छैन। अब रोजगारीको सुरक्षाको सन्दर्भमा चाहिँ अब अस्ट्रेलियामा अस्ट्रेलियन गभर्मेन्टले इन्टरनेसनल स्टुडेन्टको लागि
भनेको विदेशबाट पढ्न आउने विद्यार्थीको सन्दर्भमा चाहिँ रोजगारीको सुरक्षाको विषयमा चाहिँ केही पनि बोलेको छैन। तर कतिपय कलेजहरूले विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीको लागि भनेर चाहिँ केही आर्थिक प्याकेजहरू चाहिँ इन्ट्रोड्युस गरेका छन्। जस्तो मैले पढ्ने विश्वविद्यालयमा पनि 1 हप्ताको लागि भनेर एउटा सेमेस्टरमा 1 हप्ता 15 दिन भन्छ, फोर्थ नाइटको लागि भनेर 1500 को प्याकेज इन्ट्रोड्युस गरेका छ। त्यसरी कलेजहरूले आफ्ना स्टुडेन्टहरूलाई, आफ्ना विद्यार्थीहरूलाई, त्यो पनि इन्टरनेसनल स्टुडेन्टहरूलाई फोकस गरेर रोजगारीबाट भाडा तिर्न नसक्ने अवस्थामा विद्यार्थी पुगेका छन् भनेदेखि त्यसको सुरक्षाको लागि भनेर पहल कदमी चाहिँ चालिराखेका छन्। जस्तै यो अस्ट्रेलियन सरकारले चाहिँ यो राहत वितरणको विषयमा के गरिरहेछ, अहिलेसम्म भएका कार्यहरू के गरिरहेछ त्यो बताइदिनुहोस् न। अस्ट्रेलियन गभर्मेन्टले चाहिँ अस्ट्रेलियन सिटिजन र यहाँ चाहिँ बसोबास गर्ने, पर्मानेन्टली बसोबास गर्ने व्यक्तिहरूको लागि सबैलाई, त्यो नेपाली मात्र भएन, यहाँ जति पनि बसोबास गरिराखेका छन् उनीहरूको लागि भनेर अहिलेको गभर्मेन्टले करिब 189 बिलियन भन्छ, 189 खर्बको बराबरको चाहिँ स्टिमुलस प्याकेज, अर्थात् यो इकोनोमीलाई चाहिँ रेस्ट्रेन्ट गर्नको लागि चाहिँ यो प्याकेज इन्ट्रोड्युस गरेका छ। त्यो प्याकेज भनेको चाहिँ कस्तो छ भन्नुला भने जसले रोजगारी गुमाएका छन् त्यो रोजगारी गुमाएकाहरूको लागि चाहिँ 2 हप्ता भन्छ, यहाँ बेसिकली चाहिँ फोर्थ नाइटमा एउटा सर्टेन अमाउन्टहरू दिने भनेको छ, 1500 रुपियाँ दिने भनेको छ। एउटा त्यो चाहिँ नागरिक स्तरमा सरकारले त्यस्तो प्याकेज इन्ट्रोड्युस गरेछ। अनि त्यसै गरी साना चाहिँ व्यवसायहरू छन् भनेदेखि साना व्यवसायहरूको लागि चाहिँ अहिले तत्काल गभर्मेन्टले गरेको भनेको उनीहरूको लागि उनीहरूले प्रदान गरेको रोजगार जसलाई रोजगारी दिइराखेका छन् त्यो रोजगारी दिइराखेका मान्छेहरूको चाहिँ रोजगारी सुरक्षाको लागि भनेर ती साना तथा मझौला, हामीले नेपालमा साना तथा मझौला उद्योग भन्छौँ, यहाँ चाहिँ साना व्यवसायहरूको लागि चाहिँ त्यो सपोर्टको योजना पनि इन्ट्रोड्युस गरेको छ। र अर्को भनेको चाहिँ सप्लाई चेन म्यानेजमेन्ट गर्नको लागि, जस्तो खाद्यान्नको विषयहरू हुन सक्छन्। कतिपय अवस्थामा यहाँ चाहिँ प्यानिक बायर्सहरू हुन्छ, केही भयो भनेदेखि चाहिँ दौडेर चाहिँ पसलमा गएर धेरै किनेर आइहाल्ने, त्यस्तो प्यानिक बाइङको सिचुएसनलाई म्यानेज गर्नको लागि चाहिँ गभर्मेन्टले यहाँ धेरै प्रयासहरू गरिराखेका छ। त्यसकारणले आफ्नो सिटिजनको रोजगारीको सुरक्षाको सन्दर्भमा चाहिँ गभर्मेन्टको त्यो ठुलो प्याकेज जुन अहिलेको अस्ट्रेलियन इकोनोमीको साइजको 3.5% आउँछ, त्यो 3.5% को साइजको चाहिँ स्टिमुलस प्याकेज इन्ट्रोड्युस गरेका छ। जसले चाहिँ उनीहरूले के सोचिराखेका छन् भने उनीहरूको एनालाइसिस के छ भने यो सर्टेन टाइम करिब 6 महिनासम्मको पिरियडमा यो प्याकेजले हामीले होल्ड गर्न सक्यौँ भने त्योभन्दा पछाडि चाहिँ इकोनोमीलाई बुस्ट गराउनको लागि अरू सेक्टरहरू, अहिले रेस्टुरेन्ट भएका सेक्टर्सहरूलाई चाहिँ हामीले फेरि मुभ गराउन सक्छौँ भनेर चाहिँ उनीहरूले त्यो लेभलमा कामहरू चाहिँ गरिराखेका छन्। जस्तै त्यहाँको सरकारले गरेका कतिपय राम्रो कामहरू पनि रहेछन्। यसको लागि नेपाल सरकारले त्यहाँ गरेको कामहरूमध्ये अनुसरण गर्नुपर्ने कामहरू के हुन् जस्तो लाग्छ नेपाल सरकारले विशेष गरी? नेपाल सरकारले गर्नुपर्ने विषयमा चाहिँ अब यो चाहिँ जस्तो म तपाईँलाई 1-2 क्षेत्रगत रूपमा चाहिँ भन्न चाहन्छु। जस्तो एउटा विषय भनेको कोरोना भाइरसको चाहिँ रोकथामको सन्दर्भमा उनीहरूले के भन्यो भने अहिले भर्खर हामी बसेको राज्यबाट वेस्टर्न अस्ट्रेलियन गभर्मेन्टले चाहिँ अब वेस्टर्न अस्ट्रेलियाभित्र चाहिँ यो कोभिडको कुनै पनि पेन्डामिक जुन लेभलमा फैले पनि हाम्रो स्वास्थ्य संरचनाले यसलाई थ्याक्न सक्छ भनेर चाहिँ घोषणा गर्यो। यहाँ चाहिँ प्रिमियर भन्छ, नेपालमा मुख्यमन्त्री भने जस्तै वेस्टर्न अस्ट्रेलियामा चाहिँ यो राज्यको मुख्यमन्त्री जस्तो व्यक्तिलाई प्रिमियर भन्छ। प्रिमियरले त्यो घोषणा गर्यो। यसको मतलब के हो भने उनीहरूले यहाँ लकडाउन जस्तो मोबिलिटीमा अलिकति रेस्ट्रिक्सन गरे, 2 जनाभन्दा बढी हिँड्न दिएनन्। अनि त्यसपछि पब्लिक ट्रान्सपोर्टेसनहरूलाई पनि लिमिट गरिरहँदाखेरि उनीहरूले स्वास्थ्य संरचनालाई मजबुत बनाउने, स्वास्थ्य कर्मीहरूको मनोबल वृद्धि गर्ने, आफ्ना कमजोरीहरू के क्षेत्रमा हुन सक्छन् त्यो क्षेत्रमा चाहिँ उनीहरूले भित्रभित्रै वर्कआउट गरेको जस्तो चाहिँ पाइयो। नेपालको सन्दर्भमा चाहिँ हामीले करिब 1 महिना जस्तो लकडाउन गर्दाको अवस्थामा हाम्रा स्वास्थ्य संस्थाहरूमा कतिवटा भेन्टिलेटरहरू हामीले जोड्न सक्यौँ, कतिवटा आइसियु कक्षहरू बढाउन सक्यौँ भन्ने विषयमा चाहिँ सायद पब्लिकली पनि एभाइलेबल छैन त्यो सूचनाहरू र सरकारले पनि त्यति ध्यान पुर्याउन सकेको छैन जस्तो देखिन्छ। स्वास्थ्यको विषयमा चाहिँ यहाँबाट सिक्न पर्ने विषय। अब रोजगारी सिर्जनाको विषयमा पनि उनीहरूले अहिलेदेखि नै वर्कआउट गरिसकेका छन्। अब हामीले कसरी अगाडि बढ्ने त भनेर अब यहाँ उनीहरूले प्रायोरिटी सेक्टरहरू छुट्याइसकेका छन्। माइनिङ, टुरिज्म, यी सेक्टर्सहरूलाई
कसरी हामीले प्रायोरिटीमा राख्ने भनेर। अब अहिले तत्काल टुरिज्मको अवस्था छैन भनेदेखि माइनिङमा फोकस हुने हो कि स्मल इन्टरप्राइजेसहरूलाई प्रमोट गर्ने हो कि डिस्टेन्स लर्निङबाट काम गर्न सक्ने एक्टिभिटिजहरू जसलाई हामीले गिग इकोनोमी भन्छौँ त्यो गिग इकोनोमीलाई प्रमोट गर्न सकिन्छ कि भनेर चाहिँ रिसर्चहरूमा चाहिँ एकदम इन्टेन्सिभली लागिसकेका छन्। त्यस कारणले अर्थतन्त्रमा आएको समस्या र स्वास्थ्यमा भोलि आउन सक्ने समस्याको लागि चाहिँ उनीहरूको जुन प्रिपेयर्डनेस छ त्यो प्रिपेयर्डनेस चाहिँ नेपाल सरकारले पनि सिकेदेखि चाहिँ सजिलो हुन्थ्यो जस्तो देखिन्छ यहाँबाट हेर्दाखेरि। जस्तै अन्तिममा प्रश्न गर्न चाहे हजुरलाई, जति पनि हजुरको त्यहाँ तपाईँ बसिरहेको ठाउँमा चाहिँ नेपालीहरू त्यहाँ कोरोनाबाट सङ्क्रमित हुनुहुन्छ कि हुनुहुन्न तपाईँ बसेको ठाउँमा? अहिलेसम्म म बसेको एरियामा साथीहरूसँग कुरा गर्दाखेरि चाहिँ नेपालीहरू सङ्क्रमित भएको पाइएको छैन यो हामी बसेको राज्यमा चाहिँ। हामीसँग हुनुहुन्थ्यो अस्ट्रेलियाबाट सन्तोष आचार्य, उहाँले त्यहाँको अवस्था के कस्तो छ भन्ने कुरा हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। अस्ट्रेलियाको बारेमा कुरा गर्नुपर्दा त्यहाँ अहिले लकडाउन छैन भन्ने कुरा पनि हामीले उहाँबाट पनि जानकारी प्राप्त गरिसकेका छौँ। हामी कोरोना र अर्थतन्त्र विशेषमा रहेर कुराकानी गरिरहेका छौँ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अवस्था के कस्तो छ भन्ने विषयमा पनि तपाईहरूलाई अपडेट गरिरहेका छौँ। यसै सन्दर्भमा हामीले वैदेशिक रोजगारीको समग्र अवस्था र नेपाल सरकारले गरेका अहिलेसम्मका मुख्य